हेलो साथीहरु, नमस्ते। हजुरहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले चिकन मोमोको किमा बनाउने एकदमै सजिलो रेसिपी लिएर आएकी छु। यस्तै नयाँ रेसिपीको लागि चाहिँ मेरो च्यानल सब्स्क्राइब गर्नुहोला। अब सुरु गरौँ है त यसलाई चाहिने सामग्रीहरुबाट। र मैले यहाँ 1 केजी चिकनलाई मसिनो गरी काटेर किमा रेडी गरेको छु। त्यसैगरी मैले यहाँ मसिनो गरी काटेर 250 ग्राम प्याज लिएकी छु। र मैले यहाँ लिएकी छु 3 चम्चा मोमो मसला, 2 चम्चा जिरा धनियाको पाउडर, लसुन अदुवाको पेस्ट, 1 चम्चा गरम मसला, स्वाद अनुसार नुन, तेल, त्यसैगरी थोरै बेसार र अन्तिममा मैले लिएकी छु मसिनो गरी काटेको धनिया। अब चाहिँ ग्यासको फ्लेम अन गरेर कराईमा तेल तताउनु होला। तेल तातिसकेपछि थोरै जिरा फुराउनु होला। त्यसैगरी अब प्याजलाई राख्नु होला। प्याज यतिको फ्राई भइसकेपछि लसुन र अदुवाको पेस्टलाई राखेर एकछिन चलाउनु होला। अब चाहिँ बेसार राख्नु होला। अब चाहिँ किमालाई एड गरेर राम्रोसँग चलाउनु होला। अब स्वाद अनुसार नुन राख्नु होला। र त्यसैगरी जिरा धनियाको पाउडर, गरम मसला र मोमो मसला एड गर्नु होला। मसलाहरू एड गरिसकेपछि राम्रोसँग चलाउनु होला। मैले चाहिँ किमा फ्राई गरेर रेडी गरेकी छु। हजुरहरूले किमा फ्राई नगरिकन किमामै मरमसला लाएर पनि बनाउन सक्नुहुन्छ। किमा यतिको फ्राई भइसकेपछि माथिबाट काटेको धनियालाई एड गर्नु होला। फ्राई गरेको किमामा यसरी मसिनो गरी काटेको प्याजलाई माथिबाट एड गर्दा किमाको स्वाद एकदमै मिठो हुने भएकोले यसरी एड गरिदिनु होला। हेर्नुस् त चिकन मोमोको किमा बनेर रेडी भइसकेको छ। किमा रेडी भइसकेपछि मोमो कसरी बनाउने भनेर चाहिँ अर्को भिडियो लिएर आउने छु। त्यो थाहा पाउनको लागि चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियो हालेपछि सबसे सुरुमा नोटिफिकेसन हजुरलाई आउँछ। धन्यवाद।